काँक्रो नि फलेछ। ए दुईटैले पारेछ है बुढो, रेगुलर पारेछ। यसरी पारिदिन्छ अनि अन्डै किन्नु पर्यो होइन बाउ छोरीलाई। बक्समा तपाईँहरूलाई स्वागत छ। ए हेलो म्याम भनेको को म्यामलाई त नि हेलो ए त्यो मकैको पात नखान, यसले मलाई हैरान। हिजो मात्रै नुहाएको किरा पऱ्यो क्या खोइ के फल्या छ अलिअलि टिपम भनेर अलि हेर्नु होला न। पहिला माइसालाई खाजा खाऊँ। ओ माई गड कत्रो ठुलो हो त यो। ल्यान्ड यो एउटा अनि अर्को कहाँ छ देख्यो? कत्रो कत्रो फलेको त फल्ला नि। सोपको साग टिप्दैछु थोरै है, छिपेसी मिठो हुन्न अलिक कलिलैमा टिपम भनेर। पोल्यो आफै आम फालेको हो त। पोल्यो माइसा नराटी भन्नु डग के गर्छु कि त? सातै लाने मार्छु केलाई म। सातै गयो मरि भनेर। घरि राति सुत्ने बेला बेडमा हुन्न, राति 12 बजे उठेर खोज्न हिँडेको घर रमेश दाइ छ सुतिरहेको। यस्तो पो खाने हो साथीहरू, अलि धेरै रोप्नुपर्ने रहेछ। 2-3टा त उम्रेन। अनि हामीले चाहिँ अन्डा नकिनेको झन्डै 2 महिना त भयो होला होइन, किनभने हाम्रो चाहिँ 2टा पोथी छ, न कोरल बस्छ। अन्डा चाहिँ पारेको सकिएन अब मम्मी? काँक्रो करेला फर्सी इस्कुस लौका सबै छ। इस्कुस त छैन होला। इस्कुसको हो त्यो 2टा। लखाउ म्याङ्गो। हाई गाइज, वेलकम ब्याक टु मेगा केसीको ब्लग्समा तपाईँहरूलाई स्वागत छ। ए हेलो म्याम भनेको को म्यामलाई त नि हेलो ए हेलो म्याम भन्ने। रचना म्यामलाई हेलो छ अरे है, माइसा छोरीको। माइसा तपाईँको स्टुडेन्टको को हो रचना म्याम भन्ने? मम्मीले चिन्छु कि नै चिन्छु। ल अब आज यहाँ छोरीलाई स्कुलबाट यहाँ लिएर आएको, थोरै खेतीपाती गोडमेल। आमा नि त लौ त्यताको त फर्सीको त्यो नै चुटेछ है, डोरी बाँधेको भुइँमा लम्पसर परेछ। के फल्या छ अलिअलि टिपम भनेर अलि हेर्नु होला न। पहिला माइसालाई खाजा खाऊँ न। छोरी आज स्विमिङ गरेको? स्कुलमा स्विमिङ गरिरहेको छैन आज। हो छोरी? हेलो डाइ फानेको तिमीले? यता हेरेर भन न कस्तो डाइ फाल्यो? डुब्या हो। मजा आयो त्यसो भए? जाडो भएन? डर लागेन? डर लागेन? सुरुमा हाम फाल्दाखेरि हरे हरे गङ्गा 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 हरे गङ्गा भनेर भने कि त्यत्तिकै डाइ फाल्यो? के देखाउँछौ? काँक्रा। काँक्रालाई इङ्ग्लिसमा के भन्छ? क्युकम्बर। खै कहाँ छ त हाम्रो फलेको? ओ माई गड कत्रो ठुलो हो त यो। ल्यान्ड यो एउटा अनि अर्को कहाँ छ? तल बस, तल ऊ हेर तल बस न, बस तल बस। ऊ देख्यो? कत्रो फलेको त फल्ला नि। थुप्रै फल्दैछ। ल साथीहरू अलिअलि फलेको जति चाहिँ टिप्न सुरु गरौँ। हेरन्जेरी यहाँ टमाटर फलेछ कि रातै भएरै। कस्तो दामी फलेको फल्ला नि भनेर साँच्चै टोमेटो यु लाइक? छोडो नक्कली छोडो, पनि टिप्ने हो टोमेटो? नगर ए मम्मीले टिपिसक्यो अब। सानो पनि छन्।
सानो पनि पाके रहेछ छोटो त छोरी म पनि अरू पाक्दैछ यता पनि पाक्दैछ नि यहाँभित्र तिमी सक्दिनौ काँक्रो टिपाउली अहिले पखमा यहाँ काँक्रो टिपाउली छोरी अहिले किन म उताबाट जान्छु यहाँ बारीमा यहाँ हुन्न ल बस न एकछिन एक ठाउँमा गर्दैन झार पनि बर्खामा त कति पलाउने कति यहाँ त छिर्नै नमिल्ने रहेछ मैले डोरी बाँधेर कहाँ छ कहाँ यहाँ छ इस ओहो कस्तो मजाले यो भएको के सानो आजलाई चाहिँ पुग्छ होला चट्नी यताबाट थुप्रै पाके पाके त छैन पाक्दैछ भर्खरै घरमै काँचो नट्यो त्यति हो पाकेको त एउटा छ मोटर खोर्सानी छ यहाँ अब कति यो हामीले रोपेको होइन यो मटरको पहिल्यै यहीँ उम्रेको यत्तिकै यो पहिलाको त्यो बिउ झरेर के भयो कमिला देखेर चिच्चाउँछन् कोही के हो हजुर केही हुन्न मच्छरसँग पनि डराउँछ नि त कता हो कता फेरि ए यसले मार्छ है तरकारी बाहिर 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 हिँड छिटो गुचु 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 बाहिर मारी मारी सिमी तँलाई पख्न तँलाई पख तँलाई बाहिर निस्कि त्यो भाँच्नलाई बारीमा ल अब फाइनली काँक्रा चाहिँ फलेको साथीहरू ऊ त जाउँ त फुल झर्छ ऊ त्यो छोड न भनेको काँक्रा चाहिँ हेर्नु त यहाँ कस्तो मजाले फले है हो कस्तो काँडा के आता यो हेर्नु न कालो कालो त काँडा पो हुने रहेछ कस काँक्रो नि फलेछ मस्त दुईटा फलेछ यहाँ नि छ तलतिर अझै दाना लाग्दैछ अरू चाहिँ यहाँ नि छ देखाइदिनु काँक्रो नि फलेछ हेर्नु सिङ्गै बोटैबाट टिपेको मैले ट्याक्क लगाएर गरेकै हुँदैन दुईटा काँक्रो दुईटा मात्रै हो ए यता एउटा नि ठुलै भइसकेको रहेछ है राम्रो यो पनि अब 2-4 दिनमा खाने हुन्छ होइन यो नि बेला भइसकेको रहेछ थुप्रै माथि चिचेर बेचेर अलि धेरै लाग्छ फर्सी फल्दैछ अब यहाँनिर फाइनली साग चाहिँ हजुर साग टिप्छु थोरै अब म फर्सीमा यता तलतिर पनि छ है अब फेरि अब खाने बेला भइहाल्छ उनीहरूलाई साग सोपको साग टिप्दैछु थोरै है छिट्टेसी मिठो हुन्न अलिक कलिलैमा टिपौँ भनेर कसले हो आफै आम फालेको होला कसले हो माइसा नराटी भन्नु के गर्छु कि त सातै लाने मार्छु केलाई म सातै गयो मरि भनेर घरि राति सुत्ने बेला बेडमा हुन्न राति 12 बजे उठेर खोज्न हिँडेको घर रमेश दाइसँग सुतिरहेको मटरको सारा साग पकाउने आज दुईटा काँक्रो साग दुईजनालाई पुगिहाल्छ अब के टिप्ने उ त टिप पिडालु गाबा चाहिँ निकाल्नु कि भनेको पहिला यो ठिकै खानलाई लायक छ त्यहाँ पनि टिप्लिस् के भनेको त्यो भन्दा पनि के चक्कु कहाँ राख्नु आउँदा तिमी तिमीले चिलाउँछ फेरि अहिले मम्मी बाबा भनेर रुनु पर्छ फेरि बुझ्यौ नि बच्चा
पात किन खानु पर्यो त डाँट अनि उता पनि छ त गाबाटीकोमा डाँडा चाहिँ गाबा गाबा जति टिपेर त्यो फल आउँछ कि यहाँ रहेछ टमाटर खै पाकेको पाके खानु त्यो पाक्न दे धेरै पावर आउँछ नि छोरी यो खायो भने त यस्तो खाएको त ल आउनुहोस् त यहाँ गाबा गाबा खाने त यो हो नि त सिरो ल हेर्नु यो हो नि त खाने त अब पल आउँछ यो यहीँबाट फेरि ल दुई पाते सिरो दुई हात कति बजेपछि आएको भात हेर्नु न फर्सीको मुन्टा भात दिएको फर्सीको बिहानी भएर बस्छ भनेको कति पछि पछि चल्नु परेको यस्तो पो खाने हो साथीहरू अलि धेरै रोप्नु पर्ने रहेछ 2-3टा त उम्रेन छ छोरी बाटोमा नखेल ल साइरी पनि टिपेँ मैले चाहिँ अलिअलि पलाएर खाने नै कलिलो हो भनेर कलिलो पातहरू है स्मेल रहेछ सुइरा साइरी यति यो जति मिठो के हुन्छ अर्को पालि टन्नै लगाएर सुइरा मात्रै खानु अरू चाहिँ यस्तो छै गाँठ साँठको आज मिठो हुनेवाला छ तरकारी किन भन्दाखेरि आफ्नै बारीको टमाटर हालेर त्यो पकाउँदा कति मिठो होला सोच्नु त के अरे यो के भन्छ यसलाई कर्कलो पकाउँदा कति मिठो होला ल मैले टिपेको यति नै हो है र के रहेछ त यो 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 सबै आफ्नै गरेछ बारीको मेहनतको फल हो यो साहेर अनि हामीले चाहिँ अन्डा नकिनेको झन्डै 2 महिना त भयो होला होइन किनभने हाम्रो चाहिँ 2टा पोथी छ न कोरल बस्छ अन्डा चाहिँ पारेको ग्याप पनि गर्दैन के यस्तो रेगुलरली अन्डा दिन्छ नि त्यो हिमेश्वर चकित पर्नुहुन्छ अनि म हिमेश्वरले मलाई सुनाउनुहुन्छ म त्यस्तो पनि हुन्छ भनेर चकित पर्छ हेर्नु 2 दिनमा 2टा पोथीले पारेको अन्डा कतिवटा छ 2 दिनमा 4वटै हुन्छ ए 2टैले पारेछ है बुढो रेगुलर पारेछ यस्तरी पारिदिन्छ अनि अन्डै किन्नु पर्यो होइन बाउ छोरीलाई म नखाने 2टा छोरी बाउलाई अन्डै किन्न एक दिनको 2टा अन्डा आउँछ अनि के किन्नु पर्यो त अनि 2टा भन्दा अहिले चाहिँ कुखुरा खोइ त कुखुरा त यहाँ यी कर्नेबेला खाँदैछ नि चराउँदैछु है म कुखुरालाई कुखुरा चराउँदै भाग्छ नगर ठुल्ठुला त्यहाँ चाहिँ चल्लारमा आउँछ नगर बस्छ यता चढ्दैछ नि यतातिर पनि र यो पनि अन्डा उतै लाने त होला धर्नै फुटेन ल भित्तामा चाहिँ थुपारेको अन्डा हेर्नुहुन्छ नि आउनु अस्ति छोरीले पनि देखाएको थिएँ अस्ति लगेर पनि गयो 11वटा फेरि कतिवटा 12 लग्यो 12वटा लग्या जे होस् अन्डा किन्नु पर्यो होइन 2-4 दिनदेखि गर्दैछ यहाँनिर 2, 3, 4, 5, 6वटा यहीँ आउँदा पनि 4-5वटा बनाएर खाइदिनुहुन्छ कहिले यसले आफै फुटालेर खान्छ यसरी नक्कली खाने अन्डा चोरेर काँचै अन्डा फुटालेर खान्छ ल अब चाहिँ खन्नु पर्यो है अलिकति घाँसलाई यसरी फाँडेर दोबारेर राखेको थिएँ मल भएछ साथीहरू यही मल हालिदिनु त्यो मकैको पात नखान यसले मलाई हैरान हिजो मात्रै नुहाएको किरा पऱ्यो क्या खोइ चिलाउँछ जिउ अनि फोका आउँछ नि ऊ फेरि गयो पातमा
सकिएन अब मम्मी कुखुराको मल मिसाउनु हातमा फेरि ग्लोभ्स हुँदाहुँदै लाउनै मन लाग्दैन मलाई पोलेर गर्मीमा त त्यो ग्लोभ्स त एकछिनमा लाउनु मन लाग्दैन छैन त किरा मसँग त फेरि के के को बुटा हो नि योको थुप्रै छ नि त यहाँ त यो यत्रो यहाँ छ त्यहाँ काँक्रो के अरे करेला फर्सी इस्कुस लौका सबै छन् इस्कुस त छैन होला इस्कुसको हो त्यो दुईटा हो के गरेको त्यस्तो ब्याड हो नि छोरी त्यो आजको लागि काम सकियो गोड मेल तरकारी पनि टिपे साग अनि कर्कलो थोरै गाबा टिपे सो मेहनत पनि उत्तिकै लाग्छ विदेश गएर 40-50 हजारको काम गर्नुभन्दा तपाईँको खेत बारीहरू छ भने यसरी नै फलाउनु बजारमा ल्याएर टिप्नु होइन विदेश गएर त्यो अरूको काम गरेर दुःख पाएर मृत्युवरण गरेर बाकसमा आउनु भन्दाखेरि त है मलाई त यही ठिक लाग्छ बरु टोकरीमा हालेर बजारमै बेच्न जान्छु होला कि म विदेश जान भन्दा त विदेश जान 1.5-2 लाख लगानी लाग्छ भने के लगानी लाग्छ बिरुवामा सोच्नु आफै त्यही गाउँघरतिर झन् यस्तो पाइन्छ पनि माग्यो भने होइन सो त्यसैले म त विदेश नजानु भनेर भन्छु आफ्नै स्वदेशमै जे छ स्वदेशमै गर्नु अब धेरै स्यालेरी आउँछ टन्नै आउँछ भने चाहिँ विदेश जाने हो नभए त 30-40-50 हजारको लागि चाहिँ नजानु भन्छु क्या म चाहिँ बाई बाई सबैलाई बाई